आज भने हामी फेरि पनि तपाईहरुको माझमा उपस्थित भइसकेका छौं। आज भने एकजना आदरणीय दाइ, आदरणीय व्यक्तित्व, समाजको लागि मरिमेट्ने मान्छे, देशको लागि केही गर्नुपर्छ भन्ने जोश जागर भएका व्यक्ति, उहाँको नाम सचिन चलाउने सचिन सी हुनुहुन्छ। उहाँ बझाङको 26 पाथिभेरा वडा नम्बर 6 देखि विप्लव निकट अखिल समाजवादी विद्यार्थी संघको केन्द्रीय सदस्य पनि हुनुहुँदो रहेछ। उहाँको पेशा समाज सेवा, युवाहरूलाई आत्मनिर्भर बनाउने र जिम्मेवार बनाउने। उहाँले धेरै स्कुलहरूमा पनि विद्यार्थीहरूलाई शिक्षा सामग्री, ड्रेस र खेलकुदका सामग्रीहरू पनि सहयोग गर्नुभएको छ। गाउँ समाजमा पनि उहाँको धेरै चर्चा नै रहेको छ। गाउँ समाजको भनाइअनुसार उहाँ जस्तो युवाले अब समाज परिवर्तन गर्नुपर्छ भन्ने छ। जनता हामी तपाईहरुको साथमा छौं, हुनेछौं। आज भने उहाँले एकदमै मिठो गजल लेखेर पठाउनु भएको छ, देश सम्बन्धी, देशभक्ति, हैन। उहाँ जस्तो युवाहरूले चाहिँ अब हाम्रो समाज, हाम्रो देशलाई परिवर्तन गर्नुपर्छ, हैन। हामी चाहिँ उहाँ जस्तो युवाहरूको साथ सपोर्टमा छौं। त्यसैगरी अब उहाँको गजल चाहिँ एकदमै मिठो छ। म अब उहाँको गजलतर्फ लाग्छु। तिमीहरू लड्दै जनता लडाउँदै ठिक्कै भयो, लेलिन र माउको पाठ पढाउँदै ठिक्कै भयो। देशमा जनता जिउँदै मरिराछन् गरिबीले, देशमा जनता जिउँदै मरिराछन् गरिबीले। तिमीहरूलाई महँगी र कर बढाउँदै ठिक्कै भयो, कुर्सी सत्ता बाहेक केही चाहिएन तिमीहरूलाई। कुर्सी सत्ता बाहेक केही चाहिएन तिमीहरूलाई, गरिबी जनतालाई सडाउँदै ठिक्कै भयो। आपद विपद आइरहन्छ यो देशमा जहिले पनि, आपद विपद आइरहन्छ यो देशमा जहिले पनि। युवा जति विदेश पठाई भ्रष्टाचार गर्न ठिक्कै भयो, तिमीहरूलाई लड्दै जनता लडाउँदै ठिक्कै भयो। युवा जति विदेश पठाई भ्रष्टाचार गर्न ठिक्कै भयो। उहाँले लेख्नुभएको गजल एकदमै मन छुने देशभक्ति गजल छ। एकदमै मिठो, मन छोयो मेरो त, हैन। अब तपाईहरुलाई के कस्तो लाग्छ, हैन। तपाईहरु पनि लाइक, कमेन्ट, शेयर अवश्य गर्नु होला। हामीलाई साथै उहाँ जस्तो देशको लागि केही गर्नुपर्छ, हाम्रो समाजको लागि केही परिवर्तन बनाउनुपर्छ भन्ने युवा नेता चाहिँ हामीहरूलाई चाहिएका छन्, हैन। साथै अब सम्पूर्ण साथीहरूले भिडियोलाई लाइक, कमेन्ट, शेयर चाहिँ अवश्य गर्नु होला। धन्यवाद।